त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गरिने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। घटनामा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गर्यो। घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने मन्त्री पोखरेलको भनाई। कांग्रेसका जनप्रतिनिधिसँग सभापति गगन थापाले भन्नुभयो, पार्टी एकताको प्रयास सहमति उन्मुख रहेको छ। कोशी प्रदेश एमालेलाई छोड्दा नेकपामा माधव नेपाल असन्तुष्ट। कोशी सहित 3 प्रदेशको नेतृत्व नेकपा एमालेले पाउने गरी सत्ता गठबन्धन बीच सहमति। कोशीमा मुख्यमन्त्री फेर्ने एमाले अध्यक्ष ओलीको चाहना। तिलकुमार मेयाङ्बोसँग छलफल। सत्ताको भागबण्डा गर्नेले नै प्रदेशको औचित्य सकेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाई। भागबण्डा गर्नेसँग केवल सत्ताको भोग छ। प्रस्ताव आएपछि राप्रपाले निर्णय लिन्छ उहाँले भन्नुभयो। जबरजस्ती लागू गरिएको साउदी सिप प्रमाणीकरण केन्द्रमा सरकारको सिल। ऋण गरेर वैदेशिक रोजगारीमा जाने सामान्य श्रमिकबाट अतिरिक्त शुल्क उठाएर सिप परीक्षण गराउनु श्रमिकमाथिको अन्याय भएको जिकिर। स्थानीय चुनावमा उम्मेद्वार आफै छनौट गर्न तल्ला कमिटीहरूलाई एमाले महासचिव शंकर पोखरेलको निर्देशन। महासचिव पोखरेलले भन्नुभयो, अब हरेक कमिटीले आफै निर्णय गर्नुपर्छ, माथिबाट लाद्ने कुरा हुँदैन। एमाले र कांग्रेस बीचको गठबन्धन तोडिएर नयाँ राजनीतिक समीकरण बनेपछि एमाले उपमहासचिव योगेश भट्टराईद्वारा आपत्ति व्यक्त। पार्टीभित्रै पारदर्शिता र सहभागिता नभएको भन्दै सामाजिक सञ्जाल मार्फत कडा असन्तुष्टि व्यक्त। ओली र प्रचण्डले बिदा लिँदा पार्टीमा ऊर्जा आउने नेकपा एमालेका नेता ठाकुर गैरेको दाबी। निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणले 8 वर्ष पूरा गरियो तर अनुसन्धान भने अधुरै। प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारा नजिक पुग्न सकेन। मल किन्न भारतीय बजार पुगेका सर्लाहीका 2 नेपाली किसान पक्राउ परेको 26 दिनसम्म पनि भारतीय जेलमै। मानव अधिकार कर्मीहरूद्वारा सरकारलाई तत्काल पहल गरिदिन आग्रह। विदेश खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश। र खेल खबरमा सोझै विश्वकप छनौट खेल्ने नेपालको सम्भावना कमजोर बन्दै। नेदरल्यान्डमा जारी लिग 2 को त्रिकोणात्मक श्रृङ्खलामा नामिबिया र नेदरल्यान्डसँग पराजित। काबा भलिबल च्याम्पियनशिपमा नेपालको लगातार चौथो हार। आउनुहोस् अब लागौं पुरा समाचारतर्फ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनाक्रममा संलग्न दोषीलाई कानूनी कारबाही गरिने बताउनु भएको छ। मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो। मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका उल्लेख गर्दै यसपटक तत्कालै कारबाही प्रक्रिया अघि बढाइएको र सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई पनि कानून बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो। घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उहाँले बताउनु भएको छ। प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले 2 जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। 8 साउनमा सञ्चालन भएको एमबीएस प्रथम सत्रको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको केही घण्टामै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यसैबीच त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरका बारे छानबिन गर्न समिति बनाएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय परीक्षा सञ्चालन समितिले समिति बनाएको हो। परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ। 8 साउनमा एमजीटी विषयको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको थियो। यसैबीच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज एमबीएस को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीले 2 जनालाई पक्राउ पनि गरेको छ। घटनापछि त्रिबीले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाबारे अनुसन्धान पनि अघि बढाएको छ। प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको थियो। यस क्रममा त्रिवी स्वतन्त्र विद्यार्थी युनियन सोबियुले एमबीए को प्रश्नपत्र बाहिरिएको सम्बन्धमा 2 दिनभित्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नै नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग सोबियुले गरेको छ। परीक्षाको निष्पक्षता र विश्वसनीयताको गरिमामाथि कुनै पनि सम्झौता हुन सक्दैन उहाँले भन्नुभएको छ। 2 दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ सोबियु अध्यक्ष दीपक जोशीले भन्नुभएको छ। दोषीलाई कारबाही नभए व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने जोशीको माग छ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताको प्रयास सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाब दिन भेट्न पुग्नुभएका कांग्रेसबाट निर्वाचित स्थानीय तहका मेयर र अध्यक्षहरूको टोलीसँगको भेटमा सभापति थापाले यस्तो बताउनु भएको हो। नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वमा कांग्रेस जनप्रतिनिधिहरूको टोलीले सभापति थापालाई भेटेको थियो। आफूहरूसँगको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको बताएको नगरपालिका संघका अध्यक्ष ढुङ्गानाले बताउनु भएको छ। त्यसै सभापति थापाले कांग्रेसबाट निर्वाचित मेयर र गाउँपालिका अध्यक्षले साउन 16 गते गर्न लागेको पार्टी एकताका लागि दबाब दिन आयोजना गर्न लागेको राष्ट्रिय भेला पनि स्थगित गर्न आग्रह गरेको ढुङ्गानाले बताउनुभयो। हामी पार्टीभित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौं। मतभेद र बहस सर्काउने भन्दा पनि घटाउनुपर्छ भन्ने सभापतिज्यूको भनाइ थियो। ढुङ्गानाले भन्नुभयो, तपाईहरूको पहल राम्रो छ, तर अहिले भेला गर्ने भन्दा पनि मसिनो गरी विषयहरू टुङ्गो लगाउनुपर्छ उहाँले भन्नुभएको छ। 16 गतेको भेला आवश्यक नरहेको सभापति थापाले बताएको उहाँले जानकारी दिनुभएको छ। साउन 16 को भेला स्थगित गर्नुस्, आवश्यक परे बरु म आफै बोलाउनुस् भन्छु नि, सभापति थापाको भनाइ उद्धृत गर्दै ढुङ्गानाले भन्नुभयो। सभापति थापाले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउने तयारी भइरहेको सुनाएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभएको छ। कार्यदलका लागि इत्तर पक्षबाट 2 जना सदस्यको नाम मागिएको र 4 सदस्य कार्यदल आजभोलिभित्रै गठन हुने जानकारी दिएको कार्कीले बताउनुभयो। नेकपा एमालेसँग प्रदेश सरकारमा साझेदारी गर्ने सहमतिमा नेपाली कम्युनिस्ट पार्टीभित्र असन्तुष्टि देखिएको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको सहमतिमा सहसंयोजक माधव कुमार नेपाल असन्तुष्ट बन्नु भएको नेताहरू बताउँछन्। यद्यपि पूर्व प्रधानमन्त्री नेपालले यसबारे केही बोल्नु भएको छैन। उहाँ निकट नेता सुरेश पराजुलीले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर अनुसन्धानको संकेत दिएका छन्। हिजो हामीले गरेका गल्ती कमजोरी आत्मसात सहित सहमतिको पत्रमा उहिले हुन्छ कमरेड हस्ताक्षर भन्दै उहाँले प्रश्न गर्नुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा मिलेर सरकार बनाउने सहमति गरेपछि गण्डकीका दलहरू यस्तो मोडमा आइपुगेका छन् जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जसलाई समर्थन गर्छ उसैको सरकार बन्छ। यसअघि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको प्रणाली राप्रपाले यसपटक निर्णय लिइसकेको छैन। यस्तै मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छैन। 3 असारमा काठमाडौँ वसुन्धरा स्थित सिप प्रमाणीकरण कार्यक्रम केन्द्र उद्घाटन तयारी रहेको थियो। नेपाल स्थित साउदी अरबका राजदूतले स्किल भेरिफिकेसन प्रोग्राम SVP औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय थियो। तर म्यानपावर व्यवसायीहरू केन्द्रमा पुगेर ब्यानर र प्रवेशद्वारमा तोडफोड गरेपछि कार्यक्रम बन्द भएको हो। व्यवसायीको विरोधपछि केन्द्र सञ्चालन जिम्मेवारी पाएको इन्डस्ट्रिज ट्रेनिङ इन्स्टिट्युट ITI ले सूचना जारी गर्दै SPV कार्यक्रम हालका लागि स्थगित गरिएको पनि जनाउनु भएको छ। त्यसपछि पनि केही व्यवसायीले केन्द्र सञ्चालन हुन नदिने अडान लिएका छन्। उता नेपाली वैदेशिक रोजगार व्यवसाय संघ अध्यक्ष डिक बहादुर खत्री र महासचिव हरि डाँगी लगायत श्रम मन्त्रालयमा धाइरहनु भएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरूले यस सन्दर्भमा साउदी अरेबियालाई आधिकारिक धारणा बुझ्ने वातावरण बनाइएको थियो। एमालेका महासचिव शंकर पोखरेलले पार्टीका हरेक तहका कमिटीले आफै निर्णय गर्न पर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा पोखरेलले अब केन्द्रले माथिबाट लाद्ने काम नहुने बताउनु भएको छ। अब हरेक कमिटीले आफै निर्णय गर्नुपर्छ, माथिबाट कुनै पनि लाद्ने कुरा हुँदैन। महासचिव पोखरेलले भन्नुभयो, स्थानीय चुनावमा उम्मेद्वार आफै छनौट गर्नुहोस्। महासचिव पोखरेलले सामाजिक सञ्जालमा 40 वर्ष कम उमेरका 70% रहेका तर पार्टीमा 70% नेता कार्यकर्ता 40% भन्दा 40 वर्ष माथिका भएकाले युवा सहभागितामा जोड दिनुपर्ने बताउनु भएको छ। महासचिव पोखरेलले पार्टी केन्द्रको आन्तरिक कमजोरी स्वीकार्दै अब वैचारिक पुनर्गठन आवश्यक रहेको पनि बताउनु भएको छ। उहाँले पार्टी शुद्धिकरण सहितको रूपान्तरणमा जोड दिँदै कार्यकर्ताको भावना र पार्टीको बृहत्तर सहितका खुला रूपले निर्णय गर्न पार्टी तयार भएको बताउनु भएको छ।
यता नेकपा एमाले र कांग्रेस बीचको गठबन्धन तोडिएर नयाँ राजनीतिक समीकरण बनेपछि एमाले उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत पार्टीभित्रै पारदर्शिता र सहभागिता नभएको भन्दै कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ, आफ्ना पार्टीमा रडाको उही छापामार शैली, छैन सहभागिता, छैन पारदर्शिता, नियन्त्रण प्रक्रिया प्रश्नै प्रश्न, पटक पटक उही गल्ती, जवाबदेहिता खै। एमाले र नेपाली कांग्रेस बीचको गठबन्धन तोडिएर नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएपछि उहाँको यो भनाइ आएको हो। नयाँ सहमति अनुसार एमाले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ। त्यस्तै मध्य प्रदेश र गण्डकी प्रदेशमा अन्य दलसँग सहकार्य गर्ने सहमतिमा उल्लेख्य सहभागिता रहेको छ। यसैबीच नेकपा एमालेका नेता ठाकुर गैरेले यथास्थितिमा हुने वाम एकताले कार्यकर्तामा ऊर्जा नआउने बताउनु भएको छ। एमाले पुनर्गठनमा पूर्व अखिलहरूको भूमिका विषयक अन्तर्क्रियामा उहाँले केपी ओली, प्रचण्ड र माधव नेपालको विदा लिनुपर्ने बताउनुभयो। नेताहरू मिलेर हात हल्लाउँदा अब पार्टीमा ऊर्जा आउँदैन, उहाँहरूले जोडेको घोषणा पत्र जारी गर्दा आउँछ उहाँले भन्नुभएको छ। एमाले र नेपाल कम्युनिस्ट पार्टी 5 लाख मानिस उतार्न सकिने प्रचण्डको अभिव्यक्ति गैरेले त्यसप्रति गम्भीर व्यङ्ग्य गर्नुभएको थियो। अहिले 500 मानिस उतार्ने स्थिति छ उहाँले भन्नुभयो। उहाँले प्रश्न गर्नुभयो, सुकुम्बासी जोगाउन सकिएको छैन, जनताले हामीलाई अत्याएको स्थिति छैन। अनिरा सोबीका पूर्व अध्यक्ष गौरव नेतृत्वमा र पुनर्स्थानान्तरणको मात्र पार्टी पुनर्गठन संस्था हुने बताउनु भएको छ। एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङ र लीला बहादुर तामाङ विरुद्ध 10 दिन म्याद थप भएको छ। एपीएफ स्कुल कीर्तिपुरको लेखा अधिकृत एवं सशस्त्र प्रहरी निरीक्षक गुरुङ र एमडी एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक तामाङलाई थप 10 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 को दफा 7 र 17 बमोजिमको कसुर अपराधको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरिएको थियो। आयोगले अनुसन्धानका लागि म्याद थपको अनुमति माग गरेपछि विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले 10 दिनको म्याद थप गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट यस अघि भएको म्याद थपको स्थितिलाई समेत गणना गर्दा यो उनीहरूका लागि 5औं पटकको म्याद रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सधैँको नेपाली हो भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। प्रवासी नेपाली मुलुकका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभएको छ। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। अर्थमन्त्रीले भन्नुभयो, हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईहरूको लगानी विस्तारका लागि हो भन्नुभएको छ। शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारी साधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थल पुग्नु भएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि 10 वटा ड्रोन सहित 3 वटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका 3 तल्लो धारापानीका 22 वर्षीय सबिन तामाङको खोजीमा परिचालन भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। दुर्घटनास्थल गहिरो खोज, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेको समितिले जनाएको छ। नेकपा एमाले र नेकपा बीच भएको पछिल्लो सहमति अनुसार कोशी सहित 3 प्रदेशको नेतृत्व एमाले पाउने टुङ्गो लागेको छ। तर एमालेको भागमा कोशी परेसँगै भावी मुख्यमन्त्री को बन्ने भन्ने विषयमा पार्टीभित्र नयाँ बहस भइरहेको छ। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली हालका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विकल्प खोज्नुपर्ने पक्षमा हुनुहुन्छ। यसका लागि उहाँले संसदीय दलका उपनेता तिल कुमार मियाङबोलाई निवासमै बोलाएर छलफल समेत गर्नुभएको छ। यस आधारमा कतिपयले कार्कीको
सट्टा म्याङ्बोलाई मुख्यमन्त्री बनाउन ओलीले खोजेको अनुमान गर्नुभएको छ। म्याङ्बोलाई उहाँका शुभचिन्तकहरूले अग्रिम बधाई पनि दिइरहेका छन्। कोशीमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषय टुङ्गो लागिसकेको भने छैन। यदि ओली म्याङ्बोको पक्षमा रहे भने उहाँका लागि पार्टीभित्रको परिस्थिति भने त्यति सहज देखिएको छैन। एमालेका केन्द्रीय सचिव समेत रहनुभएका हिक्मत कुमार कार्कीको पक्षमा महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहितका पदाधिकारीहरू रहेको स्रोतले बताएको छ। कोशी प्रदेशमा नेकपाले नेतृत्वमा दावी गर्दा शङ्कर पोखरेल र विष्णु पौडेलले कोशी र लुम्बिनी कुनै पनि हालतमा नछोड्ने बताउनु भएको थियो। ओलीले पनि गृह प्रदेश र सीट संख्या भएका कारण कोशी छाड्न मान्नु भएको थिएन। उता केन्द्रमा एमाले नेकपा सत्ता सहकार्यको सहमति भएसँगै सुदूरपश्चिममा सरकार गठनको प्रक्रिया अघि बढिसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता सहकार्यको सहमति भएसँगै प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएको हो। दुवै दलको सहमतिमा सुदूरपश्चिमको नेतृत्व नेकपाको भागमा परेको छ। नेकपा संसदीय दलका नेता खगराज भट्ट मन्त्रीमण्डलको भागबण्डा मिलाउन संघीय राजधानी जानु भएको छ। भट्ट मन्त्रीमण्डलको भागबण्डा टुङ्ग्याएर सोमबार मात्रै धनगढी फर्किनुहुनेछ। 53 प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा अहिलेको बहुमत भनेको 26 जना हो। अहिले सरकार बनाउनका लागि नेकपाका 21 जना र नेकपा एमालेका 11 जना गरी 32 जना प्रदेशसभाको स्पष्ट बहुमत रहेको छ। सुदूरपश्चिममा कांग्रेसका 18 र राप्रपाका 1 जना प्रदेशसभा सदस्य रहनु भएको छ। प्रदेशसभामा नेकपा साबिकको समाजवादीका नेता दीर्घ सोडारी भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा रहनु भएको छ भने डडेलधुराबाट स्वतन्त्र जितेका डाक्टर ताराप्रसाद जोशी संघीय सांसद जितेपछि उहाँको पद पनि रिक्त रहेको छ। लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन्। सरकारमा सामेल भएका 5 जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई राजीनामा बुझाएका छन्। सामाजिक विकास मन्त्री जन्मजय तिमसिनाले दलका नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गर्नुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आज कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धर्मेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमसेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी रहनु भएको थियो। बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा भए पनि राजमार्गको यात्रा अझै पनि जोखिमपूर्ण रहेको छ। 2 वर्ष अघि रोसी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गमा यात्रा अझै पनि जोखिमपूर्ण रहेको छ। रोसी खोला क्षेत्रमा यात्रुले शास्ति, हैरानी तथा जोखिम सामना गर्नु परेकाले यात्रा गर्दा बाढी पहिरोको अवस्थालाई मध्यनजर गरेर यात्रा गर्नुपर्ने अवस्था कायमै रहेको छ। पूर्वी तथा मध्य पहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने मुख्य सडकका रूपमा रहेको राजमार्गको क्षतिग्रस्त खण्डमा पुनर्निर्माणलाई तीव्रता दिएको छ। वर्षायाममा यातायात अवरुद्ध नहोस् भन्ने उद्देश्यले अस्थायी संरचना तथा वैकल्पिक ट्र्याक निर्माणको काम पनि भए पनि यात्रा अझै पनि जोखिमपूर्ण देखिएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले बीपी राजमार्गको निरीक्षण गर्दै तीव्र गतिमा काम गर्न सम्पन्न गर्न निर्देशन दिनुभएको थियो। सडक डिभिजन कार्यालय खाल्टिएका अनुसार सिन्धुलीतर्फ 5 किलोमिटर सडकमा क्षति पुगेकामा बर्खायाममा समेत सवारी सञ्चालन गर्न मिल्ने गरी काम गरिएको छ। 2081 साल असोज 12 र 13 गते रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको 12 किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो। सधैँ अन्य केही स्थानमा समेत क्षति पुर्याएकाले भकुण्डेदेखि नेपाल थोकसम्म करिब 30 किलोमिटर सडकको पुनर्निर्माण भइरहेको छ।